साथीहरु अब हाम्रो चाहिँ संगति सुरु हुन लागिरहेको छ। यो चाहिँ हाम्रो सालो मण्डली मेरो मम्मी पनि आइपुग्नु भयो सरक्क लाएर। हामीले यसरी चाचेको मासु हाम्रो नाम्सी चर्चबाट सबैजनालाई जय मसी। म र मेरो मण्डलीको तर्फबाट यीशु ख्रीष्टको नाममा स्वीकार्नुहोस् धन्यवाद। जय मसी। जय मसी। हेलो वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। वेलकम टु द न्यू डे न्यू भ्लगको साथमा म तपाईँहरूको बिचमा आइपुगिसकेको छु। आशा गर्छु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। अहिले चाहिँ माथि चोली तल प्यान्ट लाएर म कहाँ जाँदैछु? आज स्याटरडे। आज चाहिँ म चर्च जाँदैछु कि आज चाहिँ लुगासुगाहरू अलिक छिटै गएर माथि नै सबै कुरोहरू गर्ने भनेर म चाहिँ हिँडिरहेको छु गाइसहरू। आज के हुन्छ कसो हुन्छ तपाईँहरूलाई म सबै देखाउने छु। कृपया मेरो भिडियोलाई माया गरिदिनु होला र फुल वाच गरिदिनु होला। अब हाम्रो चाहिँ सङ्गतिहरू सुरु हुन लागिरहेको छ। ए ल जय मसी जय मसी। बहिनी स्वागत छ हृदयदेखि। जय मसी अङ्कल र जय मसी माची। ल ल जय मसी अतबाटो जय मसी जय मसी। ल ए यहाँ चाहिँ हाम्रो शरीरको भोजन तयार गर्दै हुनुहुन्छ। वा हन मेरो एम्बिका दिङ ल हेर्नुहोस् है यो चाहिँ च्वाचे हो। बुङ्गुर हो सुँगुर हो लोकल सुँगुर लोकल सुँगुर। योभन्दा धेरै पकाउने मेरो बिहेमा त। यतिलाई त हजुर नि बाबु बाम ग्रेभी छ। फाइनल लुक मेरो चाहिँ गाइसहरू यस्तै छ होइन। जय मसी सबैजनालाई। आज चाहिँ हाम्रो साप्तै सङ्गति पनि अनि इमानुएल सङ्गति पनि प्लस उद्घाटन पनि छ। हाम्रो प्यारी बहिनी रेबिका एकदम ब्युटिफुल सिन हेर्दै गर्नुहोस् ल गाइज। हामी चाहिँ प्योर थुलौँ ल प्योर यस। अब चाहिँ उनीहरूले चाहिँ अब यसरी ढिङटिङ पनि गर्नेछन् क्या। म पनि ढिङटिङ गर्नु भनेको कि तर टाइम भयो भने दिदीले नि गर्नुहुन्छ गाई छोरो ढिङटिङ गर्ने चाहिँ यिनीहरू नै हो। म आउने ढिङटिङ गर्नेहरू यिनीहरू नै हो। यी उसको मम्मी उहाँ हाम्रो भाउजू। हेर्नुहोस् ल हामी चाहिँ सबै प्रभुको छोरीहरू हो कि होइन? हेर्दै गर्नुहोस् ल। अब हाम्रो सङ्गति सुरु हुन लागिरहेको छ साथीहरू। साथीहरू अब हाम्रो चाहिँ सङ्गति सुरु हुन लागिरहेको छ। यो चाहिँ हाम्रो सोलुखुम्बु देउसा फुर्के अनि सालो मण्डली मेरो मम्मी पनि आइपुग्नु भयो सरक्क लाएर। मेरो मम्मी पनि आउनुभयो अलालाकी चाहिँ। आज चाहिँ हाम्रो अघि नै मैले भनिसकेको छु सातै सङ्गति पनि अनि त्यसपछि हाम्रो सात मण्डलीको इमानुएल सङ्गति पनि प्लस उद्घाटन पनि छ। मम्मी खुसी हुनुहुन्छ? स्वासा गरी आउनुभयो त। म चाहिँ सानो छु कि। जय मसी रन्जित नि। ए ल साथीहरू हेर्दै गर्नुहोस् ल। यहोवाको सेना आउँदैछ। यो मण्डलीको प्रार्थना गर्नुभन्दा अगाडि हामी डायरी भजन एउटा गाउनेछौँ। त्यसपछि मण्डलीको प्रार्थना गर्नेछौँ अनि प्रार्थना पछि चाहिँ हामी लगातार सुरको प्रार्थना गरेर अरू भजन गाउनेछौँ। भइसकेको होला र अब हामी चाहिँ भजन गाएर मण्डलीको प्रार्थना गर्नेछौँ। यो समय हाम्रो क्वायर टिमलाई सुन हे आकाश भन्ने मोबाइल एपबाट हामी गाउनेछौँ ल। समुद्र
परमेश्वरको महिमा होस्। हाम्रो क्वायर टिमहरूलाई उहाँ आउँदै गर्नुहुँदा हामी ताली बजाएर स्वागत गर्दछौँ। हाम्रा अगुवा पास्टरज्यूहरू अनि पास्टरनी आमाहरू, एल्डर बाउ चिकन बाहरू अनि हाम्रा वृद्ध पुर्खा आमा बाउहरू अनि आशिषको प्रार्थनालाई म सुरु गर्नेछु। त्यति प्रार्थना गर्ने मेरो आजको सर्वप्रथम यस कार्यलाई हामी सुरु गर्न सर्वप्रथम यस मण्डलीका पवित्र जनहरूलाई सदा सर्वदा निरन्तर तपाईँ सुरक्षा राख्नु भएको होस्। यस सेवा सङ्गति निरन्तर गर्न सकेको तपाईँ यीशुको नाममा र आजको सेवालाई अब हामी किनभनेदेखि म आजको दिन म आफैलाई धन्यवादी छु अनि तपाईँ हामी सबैजना धन्यवादी हौँ। अनि तपाईँ हामीलाई विभिन्न बाटोबाट विभिन्न समस्याबाट तपाईँ हामीलाई परमेश्वर पिताले डोराइराख्नु भएको छ। आज यो के अरे मण्डलीमा आउनुभन्दा पहिला यानि कि पञ्चायतकालको जमानामा यो मण्डली बन्नुभन्दा पहिला पञ्चायतकालको जमाना यति आसानीको युग थिएन। अहिले केटाकेटीले भन्दाखेरि यो ख्यालठट्टा जस्तो एउटा इतिहास मात्रै छ। तर त्यतिखेरको पुर्खाहरूलाई चाहिँ धेरै नै सतावट थियो। त्यो सतावट कस्तो थियो भनेदेखि चाहिँ मानिसहरू मर्नलाई तयार भए, पुलिसले कुट्दा मान्छेहरू मरे। तर कोही मरे पनि होला, कोही जीवित पनि हुनुहुन्छ, कोही परमेश्वरको साथमा हुनुहुन्छ। तर त्यो जिन्दगी अहिले तपाईँ हामीमा छैन। जति तपाईँ हामी सतावट बढ्छ उति नै तपाईँ हामी अलिकति माथि उठ्ने कोसिस गर्दो रहेछौँ र तपाईँ हामीले प्रार्थनामा दौडिनु हुँदो रहेछौँ। जनहरू अनि त्यस्तै गरी सम्पूर्ण ठुलोदेखि सानो सबैजनालाई म र मेरो मण्डलीको तर्फबाट यीशु ख्रीष्टको नाउँमा स्वीकार्नुहोस्। धन्यवाद। जय मसीह। जय मसीह। अघि कुरा हुँदै थियो, के कुरा हुँदै थियो भनेदेखिलाई चाहिँ हामी छिटेको, हामी चौरी परेको त्यस्तै कुरा हुँदै थियो। तर एउटा कुरा म तपाईँलाई भन्न चाहन्छु, मण्डलीका गुरुजनहरू अगुवाहरू चाहिँ मण्डलीको पिलर, मण्डलीको खम्बा, मण्डलीको के भन्छ दलिन जस्तो हो। अनि हामी जवानहरू चाहिँ कस्तो हौँ भनेदेखिलाई चाहिँ हामी चाहिँ हावा जस्तो हौँ। भनेको मैले फेरि नराम्रो होइन है त। हावा चाहिँ के हुन्छ भने उहाँहरू चाहिँ थकिरहनु भएको हुन्छ, कहिले कहिले वाक्क दिक्क भइरहेको हुन्छ मण्डलीमा। तर हामी जवानहरू चाहिँ कहिले कहिले हावा जस्तै आउँछौँ अनि शीतलता दिन्छौँ, उहाँहरूलाई मिठास हुन्छ, हामी फेरि कता हराइजान्छौँ। तर अगुवाहरू चाहिँ जहिले पनि मण्डलीलाई थामिरहनुहुन्छ, मण्डलीको बोझलाई थामिरहनुहुन्छ। आमेन। आज हामी त्यही अगुवाहरूको निम्ति जोरदार तालीले बजाउनेछौँ। परमेश्वरलाई महिमा भएको होस्। आज तपाईँ म गलेका छौँ होला, थाकेका छौँ होला। आज हामी यो असारको आज 7 गतिको दिन छ। हामी प्रशस्तै हाम्रो शरीरको निम्ति काम गर्नुपर्ने, खेती किसान गर्नुपर्ने समय छ। तर पनि हामी आएका छौँ। आज हामी यसरी आएका छौँ, हामी सबैजना मिलेर ठुलो सानो प्रभुको महिमाको निम्ति। अनि म धन्यवाद दिन चाहन्छु स्थानीय मण्डलीलाई, अनि धन्यवाद दिन चाहन्छु जतिजना इमानुएल सङ्गतिमा हुनुभएका पदाधिकारीहरू हुनुहुन्छ, तपाईँलाई धन्यवाद दिन चाहन्छु। कमसे कम महिनामा हामी एकचोटि भए पनि भेट्ने मौका तपाईँहरूले दिनुभएको छ। आमेन। यो मौका इमानुएल एकता यो टिमले हामीलाई दिनुभएको छ। आज हामी चाहिँ तपाईँ र म चाहिँ सबैजना मिलेर चाहिँ आज हाम्रो जिन्दगी किन उत्कृष्ट आराधना गर्नेछौँ, प्रभुसँग भेट्नेछौँ। यो त शिरमा लगाएको अमूल्य तेल जस्तो हुन्छ, जो हारुनको दारीसम्म बगिरहन्छ, जो तिनका पोसाकको कोठालासम्मै बगेर जान्छ। आमेन। तपाईँको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजारौं दिनभन्दा उत्तम छ। आमेन। अरू ठाउँमा हामी हजारौं दिन बिताउँछौँ होला, लाखौं दिन बिताउँछौँ होला, तर त्योभन्दा पनि हामी मण्डलीमा भएर एकछिन बिताउनु, 1 मिनट बिताउन अथवा प्रभुको महिमा गर्नु चाहिँ उत्तम छ। आमेन। परमेश्वरलाई महिमा भएको होस्। अनि तर पढौँ, दुष्टहरूको पालमा बस्नुभन्दा बरु मेरो परमेश्वरको भवनको ढोके हुन मलाई मनपर्छ। हामी चाहिँ दुष्टहरूको पालमा बस्नुभन्दा, दुष्टहरूको
के भन्छ महलमा बस्नुभन्दा मन्दिरमा बस्नुभन्दा चाहिँ दाउद राजाले के भन्छ त मलाई चाहिँ मेरो परम प्रभुको ढोकी हुनु मलाई मनपर्छ आमेन आज तपाईँ र म कस्तो छौँ आज मण्डलीमा हाम्रो स्थान के छ त्यो त्यसमा चाहिँ कुनै पनि फरक परेन तर प्रभुको महिमा गर्नु चाहिँ ठुलो कुरा भयो परमेश्वर तपाईँ कति भलो परमेश्वर तपाईँ कति कृपालु परमेश्वर हामी तपाईँलाई धन्यवाद भन्दछौँ सबैजनालाई जय मसीह म चाहिँ एउटा पटकन रहेको छु भजन सङ्ग्रह 1:1 देखि 4 सम्म धन्य हो त्यो मानिस जो दुष्टको सल्लाहमा हिँड्दैन अनि पापीहरूको मार्गमा खडा हुँदैन अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन 2 तर परमप्रभुको व्यवस्थामा नै त खुसी रहन्छ र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पत कहिल्यै ओइल्याउँदैन त्यसले जे पनि गर्न सक्छ त्यसमा त्यो सफल हुन्छ 4 दुष्टहरू त्यस्ता हुँदैनन् तिनीहरू बतासले उडाएर लैजाने भुस जस्तै हुन्छन् आमेन कोही कोही चाहिँ ठुलो ज्वानको पनि हुनुभएको छ यी बालहरू पनि तपाईँ सिकाउनु आज अब चाहिँ खानाको समय हो अब यहाँ हाम्रो जवान भाइ बहिनीहरू रेडी भइसकेका छन् आमामा छ त तपाईँले नभन्ने अनि भनेपछि सबै पाइन्छ के भनेन भने केही थाहा पाइँदैन हजुर भोक लागेको सबैलाई हुन्थ्यो कि मलाई मात्र हुन्थ्यो जे जस्तो भए पनि के हुन्थ्यो थाहै छैन नि अब
खानाको तयारी हुँदैछ ए जय मसी हाम्रो फुपू पनि आइपुग्नु भएछ मिछेन यिनीहरू ढुङ्ग्रे बुलाकी काममा ए बुलाकी बा काम छ गाई म अप्ठ्यारो दिमा मेरो बिहा पुगा यता काम छ गाई ओराङ्गाने झन्झन फेरि लुक्दामा ढुङ्ग्री मे नक्कली हाम्रो माइजू कान्छो आनन्दे अदरे त हाई बे आमा कम्ती रहेछ ल ल बस्ने ठाउँ भएन नि लाइन हुनुहुन्छ सब्जेक्ट ल है त मैजु लो आहो ला आसीको आदेश त नि गर्ने ला हेङ अरे गानी भाल्गो निमार मेरे र मेबा ला यहाँ दिदी छोरी यहाँ हाम्रो भाइ तरकारी आमै मेरो मम्मी ल है पेन्यो ल है त ल है त अब हाम्रो देल्ची क्यान्सिल दिस्ता नि ओ यसो ल है त गानी चाहिँ लाइक गरेर सधैँ कमेन्ट तपाईँ एउटा पनि कमेन्ट गर्नु सब्सक्राइब पनि गर्नु भएको छैन हो लु त नि त्यस्तो हुनुहुन्छ अनि ओम्लो चाहिँ तपाईँ अब यो पोस्ट भइहाल्छ अब तपाईँले उहाँ चाहिँ चन्द्र सर सरी म गर्छु ला ओ शिट ला पुसाइ भ्रु पकारिका खानुपर्छ है भ्रुस तारे ल धन्यवाद माइजू ल हाम्रो यो चुवाचे चाहिँ हाम्रो माइजूले पाल्नु भएको एकदम मिठो कतिखेर म त गएर पोलेर खानुपर्ने छैन गाँठ्या ल ब्रुबा गरेका पेनी हो दाजु सोल्टी मेरो सोल्टी किन लगाउनु भएको हाम्रो सोल्टी हो कब्जा गर्नु भएन अब त नि कब्जा सोल्टीले नगरेपछि सोल्टीले के गर्नु होला नि यस्तो मिठो सुँगुरको मासु खुवाउनु भयो धन्यवाद छ अनि सबै मण्डली परिवारलाई थ्याङ्क यू सो मच एकदमै राम्रो वर्षिप गर्नुभयो धन्यवाद हामी एकदमै प्राउड छौँ तपाईँप्रति तपाईँहरूको मण्डलीप्रति मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला भनेर अनुरोध गरेँ ल ओके थ्याङ्क यू आकी सोल्टी निको कुरा गानी अब निकाने यसो थपे पुरा कसले लाजु काम मिठो भयो जकै दाजु खाना गर्मी ठिक हो हेलो गाइजहरू आज चाहिँ हामीले यसरी चाँचेको मासु यहाँ अचार छ यहाँ हरियो खोर्सानी भात अब हामीले खाना राखिरहेको छौँ थ्याङ्क यू वेलकम
चाहिँ कति धेरै मर्किखा लाग्यो खोर्सानी सबैले पाउनु भयो हामी लिनेछौँ विशेष गरी यो दिउँसोको समयमा हामी छौँ यो नबोल्दाखेरि म अलिक कम बोलिरहेको छु है हामी आजको इमानुएल एकताभन्दा अगाडि हाम्रो इमानुएल एकता जति पनि हाम्रो समितिहरू हाम्रो अध्यक्षज्यू हाम्रो सचिव हुनुहुन्न सम्पूर्ण टिमहरू अनि लगायत इमानुएल एकता सात मण्डलीका सम्पूर्ण अभिभावकजनहरूलाई अनि सम्पूर्ण आमा बुवा अनि दिदीबहिनी दाजुहरूलाई ख्रिस्ट यीशुको नाउँमा जय मसीह जय मसीह जय मसीह जय मसीह। हामी सबैजना आशिषित छौँ आमेन। हामी धेरै आजको वचनमा हामी आशिषित छौँ। आजको वचन अनि आदरणीय हाम्रो चन्द्र सरले यसरी हाम्रो बिचमा बोल्नुभयो एकदमै मिठो वचन अनि मेस्टेबलमा हामी सहभागी भएका छौँ। आजको मेस्टेबलमा हामी सहभागी हुँदै गर्दाखेरि अब हामी ख्रिस्ट जस्तै अब हामी टुक्रिनुपर्छ आमेन। ख्रिस्ट जस्तै अब हामी चाहिँ रित्तिनुपर्छ। ख्रिस्ट जस्तै हामी चाहिँ बिना गल्तीमा हामी चाहिँ हो हुन्छ नि हुन्छ हामीले भन्न सक्नुपर्छ अनि मात्रै हामी साँचो मेस्टेबलभित्र हामी चाहिँ बसिरहेको हुन्छौँ। हालेलुया। अनि कति मण्डलीले चाहिँ आज बुझिरहेको छैन मेस्टेबल चाहिँ के हो। मेस्टेबल पाप क्षमाको बारेमा कतिले बुझेको छ। मेस्टेबल कतिले चाहिँ उद्धार मुक्तिको बारेमा बुझेको छ। मेस्टेबलले चाहिँ पाप क्षमा गर्छ भन्ने कुरामा हामी बुझिरहेका छौँ तर मेस्टेबल चाहिँ वास्तविक त्यो होइन। मेस्टेबल चाहिँ ख्रिस्ट यीशु मेरो लागि आउनु भएको हो आमेन। अब म ख्रिस्ट यीशु जस्तै अब म भएर अब म जिउनेछु। अब म ख्रिस्ट यीशु जस्तै अब म चाहिँ हिँड्नेछु। प्रस्ताव गर्नु ठुलो कुरा होइन, रुनु आँसु बगाउनु होइन, तर ख्रिस्ट जस्तै जिएर मेस्टेबलमा सहभागी हुनु चाहिँ सबभन्दा ठुलो कुरा हो। प्रभु यीशु तीनटा कुरालाई विशेष पवित्र कुराहरूलाई राखिदिनु भएको छ। एक नम्बरमा बप्तिस्मा, दोस्रो नम्बरमा प्रभुभोज अनि तेस्रो नम्बरमा चाहिँ पवित्र विवाह। अनि यो भित्र हामी बस्नुको लागि चाहिँ एकदमै पवित्रता हुनुपर्छ। हालेलुया। लिनुभयो सबैजनाले तयारी भएर प्रभुसँग बाचा गर्नुभयो। मेस्टेबल लिँदै गर्दाखेरि प्रभु अब चाहिँ म तपाईँ जस्तै भएर म जिउँछु। मेस्टेबल हाम्रो त्यो रोटी त्यो बिस्किटहरू पेट अघाउनको लागि दिएको होइन। रोटी चाहिँ ख्रिस्ट यीशुको सम्झनाको लागि, उहाँको शरीरको लागि हो। जब हामी यो कुरा गर्न थाल्छौँ परमेश्वरले हामीलाई ठुलो आशिषले हामीलाई भर्नुहुन्छ। अनि परमेश्वरको आज हामीलाई परमेश्वरको भवनमा आउँदै गर्दाखेरि भने यो शीर्षकबाट आज हामी बुझ्दै थियौँ हामी सबै आशिषित भएका छौँ। आमेन। अब चाहिँ हामी परमेश्वरको पवित्र भवनभित्र बस्दै गर्दा पनि परमेश्वरको पवित्र वेदीमा बस्दै गर्दाखेरि पनि अब हामी भन्ने छैनौँ कि मेरो लागि 10 किलो मासु राखिदिनु भनेर यो वेदीभित्र हामी बस्ने छैनौँ। कति चाहिँ पवित्र मण्डलीभित्र बसेर नि यो ठाउँबाट यो पवित्र वेदीबाट हामीले अर्डर गरिरहेको हुन्छौँ हो। पवित्र मण्डलभित्र हाम्रो कति कुराहरू चाहिँ सरसल्लाहको कुराहरू हुन्छ, कोदो रोप्ने कुराहरू हुन्छ। हामी हेर्छौँ भने दाउदले परमेश्वरको सन्दुकलाई बोक्दै गर्दाखेरि कसरी लिएको थियो तपाईँले हो।
गोरो गाडामा ल्याएर आई र हुई गर्दै हो हामी त परमेश्वरको सन्दुक ल्यायौँ भनेर उनीहरू खुसी भएर ल्याएको थिए नि। हामी त्यहाँ हेर्छौँ भनेर ठुलो घटना घटेको छ, एकजनाको मृत्यु त्यहाँ भएको छ। परमेश्वरको भवनभित्र बस्दै गर्दा पनि त्यो हृदय लिएर आऊ। आमेन आमेन। परमेश्वरको भवनभित्र बस्छु भने चाहिँ म ख्रीष्ट यीशुसँग म भेट्छु। परमेश्वरको उपस्थितिमा म जान्छु भने चाहिँ उहाँलाई म पहिले मेरो हृदयदेखि म आराधना गर्छु। हामी कतिचोटि चाहिँ पास्टर रिसाउँछ कि मण्डलीको अगुवा रिसाउँछ भनेर हामी झाडलाङ्गी कुरा गरेर हामी सेवा गरौँ। परमेश्वरले हामीलाई त्यो आशिष दिनुहुन्न। जब दाउदले त्यो कुराहरू हेर्दै गर्दाखेरि एकजनाको मृत्यु भएपछि उहाँले अब यसरी हुँदै रहेछ, परमेश्वर चाहिँ पवित्रता। कति कति कदम सकेपछि अनि दाउदले बलिदान चढाएको छ त 7 कदम, 1 2 3 4 7 कदम असल मोटो अनि बलिदान चढाएर परमेश्वरलाई आराधना गरेको छ। मण्डली आज हाम्रो अहिलेको जमाना चाहिँ मलाई लागेको कुराहरू चाहिँ अबको मण्डली चाहिँ जयमसी गर्दा ताली बज्नेको समयहरू आउँदैछ। नेताहरूले नमस्कार गर्दाखेरि ताली बजाउँछ नि, मण्डलीले अब ताली बजाउने समयहरू आउँछ कि जस्तो मलाई त्यो डरहरू लाग्दैछ। तर परमेश्वरको भवनभित्र बस्दै गर्दाखेरि एकदमै अनुशासित परमेश्वरको यो ठाउँ हो, परमप्रभु यस भवनमा हुनुहुन्छ अनि म चाहिँ उहाँसँग भेट्नेछु। आमेन आमेन। आशिषित हुनुहुन्छ। परमेश्वरको वेदीमा आउँदाखेरि त मलाई खुसी पफर्म देखाउन नआउनुहोस्। हाम्रो वेदी चाहिँ कति कुराहरू चाहिँ हाम्रो पफर्म देखाउने भवनहरू भइराखेको छ, तर यो भवनबाट त परमेश्वरको आश्चर्यका कामहरू बग्न थाल्नुपर्छ। हालेलुया। रोगी बिरामीहरू यस ठाउँबाट निको भएर फर्किनुपर्छ। अन्त रोगीहरू यस वेदीबाट निको भएर फर्किनुपर्छ, अनि मात्रै हामी परमेश्वरलाई आदर गरेको हो। अहिलेको जमानामा परमेश्वरको आत्माले मलाई एउटा कुरा भन्नुहुन्छ, परमेश्वरलाई हामीले मात्रै उचार्ने, राजाका महाराजा बनाउने, एक नम्बरमा चाहिँ मण्डलीको लिडर, मण्डलीको पास्टर, मण्डलीको एल्डर, मण्डलीको ठिकानालाई दिनुहुन्छ भने त्यस दोस्रो नम्बरमा चाहिँ मण्डलीको विश्वासीहरूलाई दिनुभएको छ। परमेश्वरले आजलाई कति उचालेका छौँ, परमेश्वरले आजलाई कुन ठाउँमा राखेका छौँ। संसारका मानिसहरूले राख्दैन मण्डली। अगुवा तपाईँले मैले चाहिँ गर्नुपर्छ। हालेलुया। कतिको प्रार्थना गराइ हुन्छ, खुट्टा फाडेर प्रार्थना गरिरहेको हुन्छ हो। एउटाले प्रार्थना गर्ने, एउटाले अर्कोसँग आँखा जुदाउने। परमेश्वर त्यो विषयमा महिमित हुनुहुन्न। हाम्रो विषय निगानी त्यसमा आवाजदेखि चाहिँ एउटा यो सल्लाह हुन्छ, वचनमा यो कुराहरू हुन्छ। परमेश्वर यो कुरामा चाहिँ एकदमै म भन्छु महिमित हुनुहुन्न। यो कुरालाई चाहिँ अब हामीले रोक्नुपर्छ। आमेन। अघि हामी भजन सङ्घको पुस्तकमा हामी हेर्दै थियौँ, परमेश्वरको यो वचन चाहिँ अघि हाम्रो आराधनादेखि नै सुरु भएको। आजको वचनसँग चाहिँ मलाई थाहा हुँदै थियो कि आजको वचनबाट चाहिँ कति आराधनाभित्र जब हामी बस्दै गर्दाखेरि नि त्यतिखेर थाहा हुन्छ आजको वचन चाहिँ कुन खण्डबाट आउँदैछ भन्ने कुराहरू। हाम्रो भाइ नर्बुले यी कुराहरू बोल्दै हुनुहुन्थ्यो, दाउदले यही कुराहरू भन्दै थियो। अरू ठाउँमा 1000 दिन बिताउने भन्दा मेरो परमेश्वरको भवनमा बस्नु एक दिन कति असल छ। आमेन आमेन। हामी चाहिँ कर्कापले बस्छौँ किन? प्रभुले हामीले स्पष्ट भन्नुभएको छ, मण्डली तिमीले जे इच्छा गर्छौ तिमीले त्यही पाउँछौ, तिमीले जे रोप्छौ तिमीले त्यही कटानी गर्छौ। अनि विशेष गरी हाम्रो इमानुएल एकता साथ मण्डली चाहिँ मण्डलीलाई निधाउने होइन तर मण्डलीलाई उठाउने काम गर्नेहरूले चाहिँ योजना हामी सुरुवात गरेका छौँ। अनि विशेष गरी अनि यो कुरा चाहिँ हामी एकदमै परमेश्वरको डरमा रहेर जब हामी गर्न थाल्छौँ, परमेश्वरले हामी ठुलो इलाकाहरू बनाउँदै जानुहुन्छ।
आमेन आमेन। आमाहरू विशेष गरी एकदमै प्रभुमा आदरणीय भएर है प्रभुमा एकदम डरमा भएर आफ्नो श्रीमानको लागि आफ्नो नानीहरूलाई परमेश्वरमा डोराउनुहोस्। प्रभुले ठुलो आशिष हामीलाई अनि दिनुहुनेछ। अनि केही समय मेरो मोबाइल हराइराखेको थियो अनि धेरै बहस भयो। हामी फास्टिङमा थियौँ त्यतिखेर अनि मैले अलिक निराश पनि भएँ। तर के थियो भने यति मात्रै थियो, मेरो सिम मात्रै मलाई दियो हुन्थ्यो, म त उसकै हातमा राख्दा पनि हुन्छ भनेर मैले सम्झेको थिएँ। तर प्रार्थना चाहिँ हामी गर्दै थियौँ हो। जस्तै हामीले प्रार्थना गऱ्यौँ अनि बेलुकाको समयमा फोनहरू पत्ता लाग्यो। आमेन। त्योभन्दा अगाडि चाहिँ मैले हो 6-7वटा फोन स्क्रिन टच भएको फोनहरू मैले जति भेटाएँ सबै मैले दिएँ, फिर्ता गरेँ। यस्तो समय थियो कसैमा प्याटर्न थिएन, लक थिएन हो, कसैकोमा त सिमै नभएको फोन पनि मैले भेटाएको। जब हामी परमेश्वरमा भलाइले जित्छौँ उहाँलाई हामीले जित्नुहुन्छ रहेछ। आमेन। हिजो मात्रै मेरो पाएको साथीहरू हराइराखेको थियो अनि म चाहिँ आत्मामा यही सोचिरहेको थिएँ, यसपालि पनि मेरो इमानुएल एकता साथ मण्डलीमा सङ्गति चाहिँ छुट्ने रहेछ। अब मेरो सोच त त्यो थियो नि, तर एउटा आत्माले भन्दै थियो प्रभु जुटोस् है, कसरी हुन्छ जुट्नुपर्छ। मैले जस्तै प्रार्थना गरेँ नि, मेरो घरकै छिमेकीले मेरो घरभन्दा अझै धेरै माथि भेटाउनुहुन्छ अनि फोन त मलाई पो गर्नुहुन्छ। म उनलाई मैले भनेको मेरो बाइकको चाबी हराएको छ भनेर, त्यो अङ्कलले मलाई फोन गरेर तेरो बाइकको चाबी हराएको छ भन्दै गर्दाखेरि हराएको छ अङ्कल। हालेलुया। हाम्रो परमेश्वर चाहिँ अनुग्रहितका परमप्रभु हुनुहुन्छ। शैतानले हरेक कुरामा बाधा ल्याएको थियो, तर जब हामी उहाँमा भरोसा गर्छौँ त्यो भरोसाले जहिले पनि हामीलाई जीवन दिन्छ रहेछ। हिजकिया राजाले परमेश्वरले तँलाई मार्छु भनेर आफ्नो दास पठाउनु भएको थियो, तर हिजकिया राजाले त्यो चाहिँ के भन्छ भने परमप्रभु म कस्तो जीवन जिएको छु सो तपाईँले जान्नुहुन्छ। आमेन। मण्डली आज परमेश्वरले त मर्छस् भन्दाखेरि प्रभुले हामीलाई के भन्नुहुँदै के आज हामी हिजकिया राजा जस्तो हामी भन्न सक्छौँ प्रभु मैले कस्तो जीवन जिएको छु सो तपाईँले जान्नुहुन्छ नि भन्न सक्छौँ। तर आजको वचनबाट अब हामी भन्न सक्नुपर्छ। आमेन। त्यसपछि चाहिँ बिलाप 3:23 पद पुरा हुन्छ। अब हामी मण्डलीहरूको लागि हरेक परमेश्वर चाहिँ हरेक दिन चाहिँ उहाँमा हरेक दिन चाहिँ बिहानी चाहिँ उहाँको कृपामा के हुन्छ त नयाँ हुन्छ। आमेन आमेन। नयाँ हुने हो। अब हामी आज्ञा पालन गरौँ, प्रार्थना गर्छौँ पनि हो। हामी उहाँसँग हामी बात गरिरहेको हुन्छौँ, जो परमेश्वरको वचन हामी पढ्छौँ अनि ख्रिस्ट यीशु चाहिँ हामीसँग बोल्दै गरेको हुनुहुन्छ। हालेलुया। आमेन। अब हामी नयाँ हुन्छौँ। विशेष गरी म धन्यवाद दिन्छु जो सानो मण्डली परिवारलाई। आज यो भवन परमेश्वरले नयाँ भवन दिनुभएको छ, यो इलाकालाई यो एरियालाई बढाउनु भएको छ। तपाईँ खुसी हुनुपर्छ। आमेन। खुसी हुनुपर्छ, तपाईँ हर्षित हुनुपर्छ। तपाईँहरू निरन्तर अब चाहिँ यो तल्लो कालमा सङ्गति हुँदाखेरि कति सङ्गतिमा आउनुहुन्न थियो होला, अब यो माथिल्लो तालमा सियामा आउन थाल्नुपर्छ। हालेलुया हालेलुया आमेन। अनि चाहिँ प्रभुको काम हुन्छ। अगुवाहरूको लागि पनि म केही सूचना भन्छु हो। तल हामी सङ्गति गर्दैखेरि 9 बजेको चिया हुँदै गर्दाखेरि तपाईँ 11 बजे आउनुहुन्थ्यो भने अब तपाईँहरू 8:30 बजी आउनुपर्छ। हालेलुया आमेन। पाकु कोलपानी शब्द यो छ हाम्रो देउसामा होइन। पाकु पाखै के हो होइन, घरदारी त ढिलो भयो होइन, काम नसकोस् 8:30 बजी चर्चमा। अनि हाम्रो चर्च अहिले धेरै परमेश्वरले आशिषहरू दिनुभएको छ। असल अगुवाहरू हाम्रो आज चाहिँ हामी अगुवा मात्रै छौँ। हाम्रो एल्डर, हाम्रो भाइ विज्ञान, हाम्रो एल्डर बुवा भद्रछन्, हाम्रो डिकन, हाम्रो नर्सिङ मामा
अनि हामी यही सल्लाह गऱ्यौँ हामी जाउँ यसपालि अनि हाम्रो सल्लाह पनि मिल्यो अनि हामी आयौँ हो अनि हाम्रो यात्रामा परमेश्वरले बडो सहायता गर्नुभएको छ। इमानुएल ज्योति मण्डलले परमेश्वरले ठुलो आशिषहरू दिँदै हुनुहुन्छ। अनि म चाहिँ यो भन्छु, म 21 ढिलो आइगएँ भने तपाईँहरू 8 बजेको सेवा छ भने चाहिँ जो सञ्चालक हुनुहुन्छ सेवा सुरु गर्नुहोस्। अनि म आउँदै आउँदा त सेवा सुरु भइराखेको भइहाल्छ। जब यो कुरा हामी गर्न थाल्छौँ नि अनि परमेश्वरले हामीलाई आशिषहरू दिन थाल्नुहुन्छ। समयमा हामी हिँड्दैनौँ भने चाहिँ हामी चाहिँ नुहाले जसरी अबको केही समयमा चाहिँ जल प्रलय हुँदैछ भन्नेहरू सूचना गरेका थिए नि, नबनाएको जहाजभित्र हामी चाहिँ हुन्छौँ, व्यक्तिहरू हामी चाहिँ हुन्छौँ। नबनाउने जहाजहरू, नबनाउने व्यक्तिहरू हामी हुन्छौँ। जस्तै नुहाले सुन्यो, परमेश्वरको वचनलाई पालन गर्यो, हिँडी गयो, परमेश्वरले आशिषहरू दिनुभयो। आमेन आमेन। आज मेरो जीवनमा प्रभुले यति धेरै आशिष दिनुभएको छ। कतिले सुमन भनेर मलाई चिन्नुहुन्छ। सुमन चाहिँ एउटा फुल भन्छ, तर मेरो जीवनहरू हेर्दै गर्दाखेरि धेरै काँडाको जीवनहरूबाट परमेश्वरले मलाई उठाउनु भएको छ। कुनै त्यो गवाईहरू, कुनै दिन म त्यो गवाईहरू बाँडौँला। यति धेरै अर्काको झुठोले म पेटहरू भर्ने कामहरू गर्थेँ हो। यति मात्र म भन्छु, म 13 वर्षको हुँदाखेरि घरबाट मैले निस्केँ। यो भित्र धेरै रहस्यका कुराहरू छ। मेरो सेवाकाई कसरी सुरु भयो, मेरो परिवारमा कसरी आयो भन्ने कुराहरू सबै चाहिँ मेरैबाट सुरु हुन्छ, मबाट नै सुरु हुन्छ। किनभने जब हामी परमेश्वरले हामी आदर गर्छौँ, उहाँले हामीलाई आशिष दिनुहुन्छ। एउटा बन्द गरेको इन्डियाभित्र, एउटा बन्द गरेको एउटा कोठीभित्र, बन्द गरेको एउटा कोठाभित्र पनि मेरो परमेश्वरले मैले उचालिराखेको थिएँ। हालेलुया। अहिले म बुझ्दै गर्दाखेरि त्यो अवस्था मेरो परम प्रभु हुनुहुन्छ रहेछ। अनि म भन्न चाहन्छु फेरि पनि सानो मण्डलीको लागि प्रभुले ठुलो आशिष दिनुभएको छ। एकता हुनुहोस् है। आजको वचनमा हामी एकदम स्पष्ट भएको छ, एकदम आदरणीय जीवन हामी जिउँ। सुरुको प्रार्थना गर्न सक्ने तपाईँ बातचित कतिको मण्डलीमा चाहिँ यो हुन्छ, सञ्चालकले सुरुको प्रार्थना गरेपछि हो, अनि कति आमा दिदी बहिनीहरूको आफ्नै गफ हुन्छ, दाजुभाइको आफ्नै गफ हुन्छ। अनि हाम्रो परमेश्वरको उपस्थितिले चाहिँ हामी चाहिँ के गरिरहेको हुन्छौँ त, खिचडी बनाइराखेको हुन्छौँ। तिमीहरू आफ्नै गफ गर, म निस्किन्छु भनेर परमप्रभु निस्किनुहुन्छ। जो एकदम आदर्श सञ्चालकले सुरु गर्नु साथ एउटाले भजन भेटाइराखेको छ नि, यसले कसरी खोज्छ होला भनेर हामी नहेरौँ, त्यसलाई पल्टाएर यहाँ खोज्छ भनेर हामी सिकाउँ। त्यो चाहिँ वास्तविक ख्रीष्ट यीशुले सिकाउनु भएको सेवा हो। आमेन आमेन। अब सानो मण्डली त्यो कुरालाई सुरुवात गर्नुहुन्छ। खुसी लाग्यो। अनि यो नयाँ भवन हाम्रो एकताला बढेको छ। यो परमेश्वरको राज्यलाई विस्तार गर्नुको लागि हो। संसारका मान्छेले एउटा नमुनाको मण्डलीहरू बन्दैछ। विशेष गरी प्रभुलाई महिमा हामी दिनेछौँ। आउनुहोस् हामी सबैजना आफ्नो स्थानमा हामी खडा हुनेछौँ। आजको वचनलाई हामी थोरै हामी वर्णन गरौँ। आजको वचनलाई हामी थोरै वर्णन गरौँ। हामी सबैजनाले आँखा बन्द गरौँ। आज मैले साँच्चै कि मेरो प्रभुलाई मैले भेटेँ। आज कि मैले मेरो हृदय खोलेर कि मेरो परमेश्वरलाई मैले के आराधना गरेँ। तपाईँको महान प्रेम अनि कृपा चाहिँ आज हामीमाथि तपाईँले राखिदिनु भयो। र आज इमानुएल एकता सात मण्डलीलाई तपाईँले निर्माण गर्नुभयो। यसको जग, यसको फाउन्डेसन चाहिँ परमप्रभु ईश्वर तपाईँ हुनुहुन्छ। तपाईँ अब इमानुएल एकता सात मण्डलीको पास्टर अगुवाको लागि हामी बिन्ती प्रार्थना गर्न चाहन्छौँ। आफ्नो हातहरू स्वर्गले बचालेर हामी आशिषको प्रार्थना गर्दछौँ।
परमेश्वरको प्रेम पवित्र आत्माको सेवा सङ्गति आज विश्वव्यापी मण्डलीमा आज सदा सर्वदा यसै गरी भइरहोस्। आमेन। हुन्छ सबैलाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। हाम्रो सङ्गतिहरू सकिएको छ। फाइनली गाइस हाम्रो चाहिँ चिया सङ्गतिहरू सकिसकेको छ। अब हामी चाहिँ खाजा चियाहरू खाएर हामी छुट्नेछौँ। अनि आजको मेरो भिडियो कस्तो भयो कृपया सबैजनाले माया गरिदिनु होला, लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला र बेल आइकनलाई पनि प्रेस गर्न नभुल्नु होला भनेर म यतिबाट अनुरोध गरेँ। अब अर्को भिडियोमा भोलिको भिडियोमा भोलि नै हामी भेट्नेछौँ। बाई बाई, थ्याङ्क यू फर वाचिङ।